डल्लै झरेछ। कस्तो चाहिँ हावा आयो। बुद्धि भालेबुद्धि कपाल कपाल राखिदिएको रहेछ। हुँदैन होला नि त। त्यहाँ उनीहरूले पानी खाँदो रहेछ एन्ड देन दे कम हियर यु जाऊ त्यतिकै जाऊ जाऊ जाऊ। हामी चाहिँ प्याम्पो हेलो एभ्रिवान, नमस्ते सबैलाई, स्वागत छ तपाईहरुलाई आजको यो मेरो फेरि पनि नयाँ भिडियोको साथमा फेरि पनि म उपस्थित भइसकेको छु। आशा गर्दछु तपाईहरु सन्चै सुविस्ता हुनुहुन्छ भनेर। है आजको भिडियो चाहिँ तपाईहरुको लागि सस्पेन्स छ अनि आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछौँ के गर्दैछौँ भन्ने कुरा चाहिँ तपाईले यो भिडियोको बिचतिर चाल पाउनुहुन्छ। सो तपाईले भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनुहोस् होला। दादाले चाहिँ बिहानको ब्रेकफास्ट बनाउनु भयो अनि हामीले चाहिँ हल्का फुल्का ब्रेकफास्ट गरेर चाहिँ आज चाहिँ निस्किने हो। स्टे ट्युन। ल साथीहरु, हामी चाहिँ निस्केको। नानी सानो यहाँ ए साथीहरु, हामी चाहिँ निस्क्यौँ अहिले चाहिँ। अनि म चाहिँ ब्याग बोकिरहेको छु। पानी पर्ला जस्तो हुँदैछ, दिन हो यस्तो छ। अन्त छाता, रेनकोट, नानीलाई स्वेटर, पानी यस्तोहरू बोक्नै पर्यो हो। अनि यहाँनिर चाहिँ यस्तो बोकिरहेको छु। कहिले यो तेर्सो बाटो चाहिँ ब्याग नबोकी हिँड्नु चाहिँ भएन। के आथा भयो भन्दैछ हौ बहिनीले। अब चाहिँ हामी चाहिँ निस्केको घरबाट। यस्तो छ बाटो चाहिँ, सधैँको बाटो, हामी हिँड्ने बाटो। दिन चाहिँ मजाको पनि भइरहेछ। पानी पर्ला पर्ला जस्तो पनि छ। अब के भन्ने हो कस्तो होइन। कालिम्पोङ कस्तो दामी देखेको। यो परको चाहिँ कालिम्पोङ हो टाउन। कस्तो राम्रो देखेको। यस्तो भइरहेछ। बाउछुरी चाहिँ पछि पछि। ओके साथीहरु, आज कता जाने हो अहिले बाटो बिचमा पुगेर भन्छु ल साथीहरु तपाईहरुलाई। खुसी हेलो भनिनु। आमाले हेलो एभ्रिवान कसरी गर्छ। हेलो 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 हेलो। मैले फोन त्यसो पारेर हेलो हेलो भनेको हेलो हेलो भनिहाल्छु। दिन तर उग्रिने छ जस्तो छ आज। हाम्रो चाहिँ घर वरिपरि वरपरि एउटा रुख झरेर चाहिँ धुप्पीको रुख झन्डै भचाएर छ। राम्रो पनि रुख डल्लै झरेछ। कस्तो चाहिँ हावा आयो। सुँगुरलाई झन्डै मारेन रहेछ। अनि धुप्पी चाहिँ टक्कै यत्रो सानो धुप्पीलाई चाहिँ यत्रो रुखले चाहिँ त्यो रुखले उल्टा जितेछ। त्यो दिन पनि यस्तो उग्रिँदै जाँदैछ हो। साथीहरू एकछिन भइदिनु। हामी चाहिँ गाउँबाट पनि स्कुटीमा चाहिँ यस्तै कम्फर्टेबल हुन्छ हौ। उतै बगेर यस्तो भयो, ब्यागले असुबिस्ता भयो। मेरो भालु चाहिँ यहाँ सुत्यो। पानी पनि आउन आँट्यो। यहाँ हतार छ। हावाले सुनेकै छैन र बोलेको। हामी चाहिँ यहाँ बमाएर पनि तेल लगाउँदैछौँ। अहिले नानी चाहिँ उठिहाल्यो। गाडीहरू रोकिएको बहिनी उठिहाल्यो। कस्तो गनाउँछ हौ। यस्तै गन्धले चाहिँ भमिटिङ आउनु खोज्छ। पेट्रोल त मिठो हुन्छ डिजलहरू भन्दा।
ओके अनि चाहिँ यहाँनिर चाहिँ फलफुल किन्नु आइरहेको छु मेरो कपालको हालत हिजो मैले एप्पल छ तपाईँ चाहिँ कहाँ आएको अरे भन्नु त घुम्नु आएको टुरमा आएको टुरमा वर्ल्ड टुरमा घुम साह्रो महँगो क्या 60 रुपियाँ किलो अरे केरा पनि 80 रुपियाँ अरे हो फलफुल नपाएर चाहिँ हामी तलबाट चाहिँ यहाँ उकालो आएको गाईको यहाँ पनि के सानो उयो बनाएको रहेछ हौ ट्रेकिङ रक क्लाइम्बिङ केभ भन्ने अनि चाहिँ सुतेर भन्नु हामी बिहान घरबाट 7 बजी हिँडेको है कति दिन आयो है तपाईँहरू ओके साथीहरू अहिले भरे फाइनली वी रिच्ड आवर डेस्टिनेसन वाउ सी द ब्युटी रुख हेर्नु न यो डल्लै भिड झऱ्यो भने ट्विटर खोलिदिनु न यहाँ अहिले खुल्लै रहेन रहेछ हो साथीहरू अहिले भरे आउने हो यहाँ माथि चाहिँ बिहान नै खुल्ला हुँदैन होला नि त ए मन चाहिँ भिडियो पसेको हो यो त चिप्लो छ होला है पुदुङ फार्म हामी आएको चाहिँ आज घुम्न आएको चाहिँ पुदुङ फार्म आएको आउनु न ए हामी चाहिँ यहाँनिर चाहिँ अब तल घुम्न जाने हो यहाँ माथिको उयो के भन्छ गाडीहरू चाहिँ आज चाहिँ अहिले 10 बजी खुल्छ अरे हामी चाहिँ यहाँनिर बिहान छिट्टो गयौँ नि त सो वी आर गोइङ डाउन रहेछ है Here is crab. Explore गर्ने जग्गा चाहिँ पुरा रहेछ It's a huge spacious place तल चाहिँ बर्ड पार्कहरू छ भन्दै थियो हामी चाहिँ त्यहीँ जाँदैछौँ ए उसले टोपी खोल्यो बर्ड पार्क रहेछ पढाउँदैछ के जाति खेल्नु पर्ने रहेछ नि त प्रकारको रहेछ मा खेल के रहेछ साना के हो टर्की होइन There also. Varieties of bird. I think त्यो कुखुरा होला है त्यहाँको चाहिँ मलाई मन पर्यो नि त यहाँ हेर्नु न रिसेर बसिरहेको रहेछ यहाँ हेर्नु त उयो अर्कै छ टाउको वाउ टाउको हेर्नु न यहाँ पर डक और डकलिङ ड्र्याक पनि हुन सक्छ खै यहाँ कुखुरा छ के हो यो वाउ so beautiful मन पर्यो नानी oh my god see look at that oh wow त्यहाँ उनीहरूले पानी खाँदा रहेछ and then they come here huge spacious है उनीहरूको लागि काँक्रा सलाडहरुको उयो खाँदा रहेछ 5 वटा रहेछ
तपाईँले अघि यही भनेको है होइन आउनु 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 भन्नु देख्यो मन पर्यो छोरी आउनु 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 त्यही त यसलाई अस्ट्रिच भन्दैन यो ढुकलुक गर्दै आउँदो रहेछ यहाँ हेर्नु न हिँडेको जे छ है थुप्रो लेट्सको यहाँ पनि कुखुरा रहेछ लेट्सको अप आउनु न बट इट्स थिङ्किङ बनाएर कम दादा अल्बिनो वाइट पिसेन्ट नेम ऊ यहाँ बसेको रहेछ एउटाको चाहिँ पुच्छ लामो रहेछ है यहाँ पनि रहेछ गोल्डन पिसेन्ट येल्लो येल्लो ऊ यहाँ हेर्नु न येल्लो एन्ड गोल्डन पिसेन्ट अरे वाउ लुक एट द ब्युटी अफ गड्स क्रिएसन है गोल्डन पिसेन्ट अरे वाउ यहाँ हेर्नु न छिर्की मिर्की भएको है ओ माई गड अब कति ब्युटिफुल यहाँ हेर्नु न कस्तो दामी आउ सो स्विट हेर्नु त आनु आमा यहाँ पनि रहेछ के खानुभयो अब सो लङ देयर टेल फेदर उड्दाखेरि कस्तो ब्युटिफुल देख्छ होला है यिनीहरू भाले हो यो चाहिँ कमन नेम ब्लू मेलानिस्टिक पिसेन्टै रहेछ पिसेन्ट पोतिर भाले होला है बाबा यो खुट्टाहरूतिर पनि फेदर भएको है भालेपति कप्पल राखिदिएको रहेछ नि त तल पनि होला झार रेड पॉलिश कैप चिकन भगवान भन्ने फोटो खिच्यौ न फोटो त ड्याममै रहेछ यहाँनिर खिचेर राखेको हुन्छ नि के खानु आएकोलाई नि हेरेर आएको अनि तिनीहरूलाई किरा थियो नि हिँडेर हेर न टर्टोइज सानो सानो एउटा दुईवटा तीनटा चारटा बोला पनि पुरा मनपर्छ एनिमल्स बर्ड्स नानी नो हात काट्छ यिनीहरू छोडेर बारेन भने भागिदिइहाल्छ Nani, are you enjoying, baby? यहाँ रेनबो आइरहेको रहेछ हेर्नु रखर लागिरहेको थियो कि गाडी चाहिँ छैन अरे बिग्रिरहेको छ अरे हो आर्चरीजहरू छ अरे स्विङहरू छ अरे आई डोन्ट नो अबाउट दिस
बी मर्दैन डरले के हुँदैन उहाँ त छेउमै हो उयो हान्नु न यस्तो जाने झुन्डेर ओके साथीहरू अब चाहिँ म चाहिँ खतरनाक एक्सप्लोर गर्नु लाइफमा फर्स्ट टाइम मैले गरेको छुइनँ होइन आई वान्ट टु ट्राई इट ओ माई गड सो हाई इट्स सो हाई जाऊ त्यतिको जाऊ 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 गयो आमा तर ओ नानी डरा नानी यता है भोक लाग्यो बुरा खानु मलाई मलाई यहाँ कोपीको सब्जी होला यो के हो इस्कुस होला यो सब्जी पापड भात दाल घिउ अब म खाने सो गाइस आजको भिडियो चाहिँ म यतिमा एन्ड गर्छु अनि हामीसँग तपाईँले होप तपाईँहरूले हाम्रो भिडियोलाई मन पराइदिनु भयो होला इन्जोय गर्नुभयो होला है आशा गर्दछु तपाईँले इन्जोय गर्नुभयो होला हाम्रो भिडियो अनि अब फेरि म अर्को भिडियोको साथमा उपस्थित हुनेछु तबसम्मको लागि चाहिँ स्टे ट्युन एन्ड बाई बाई